क्यामेरा राखेर बिरामीको बेडको भिडियो खिचेर सार्वजनिक गर्ने, अस्पतालको अनुमति लियौ, प्रशासनको अनुमति लियौ। आशिकासँग व्यक्तिगत रूपमा मेरो दुश्मनीहरू केही पनि छैन। दिदी तपाईँ किन यस्तो हुनुभएको? के भइरहेछ तपाईँलाई? किन उफ्रिराख्नु भएको छ दिदी तपाईँ यसरी? यो डायलग चाहिँ यहाँनिर मिल्दो रहेछ है साथीहरू। मान्छे खुट्टा तान्ने मान्छे छोरी नै हुन्छ, छोरा मान्छे हुँदैन। छोरी मान्छेको खुट्टा तान्ने भनेको छोरी मान्छे नै हुन्छ। सरकारले गर्नुपर्ने ठाउँमा एउटा महिलाले गरिरहेको छ, प्राउड फिल गर्नु न। हजुर पनि महिला हो त, महिलाको पीडा महिलाले बुझ्छ भन्छ नि त। जसले राम्रो काम गरिरहेको छ उसलाई सपोर्ट गरौँ न सबैजना मिलेर। हाम्रो देश त्यसै बिग्रेको होइन के। नेपाली नेपालीमै लड्छौँ, नेपालीले नेपालीकै खुट्टा तान्छ। त्यही भएर हामी सधैँ तल 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 भकाउँ के। नेताहरूले त देश बेचिसक्यो, नेताहरूले त देश खोक्रो बनाइसक्यो। त्यही माथि हामी नेपाली नेपाली लड्यो भने नेताहरूले फाइदा उठाउँदैन। नेपालीहरूलाई जहिले विदेश पठाएर, जहिले गरिब बनाएर नेपालीहरूलाई हेर्नु त, कोठाभरि पैसा, नेपाली हजार 500 अनि डलर कोठाभरि पैसा। अनि त्यही हामी नेपाली नेपाली लडेर नै नेताहरूले फाइदा उठाएको होइन त। खुट्टा तान्ने काम नगर्नुहोस् दिदी।